नमस्कार, म सेफ सञ्जय। म चाहिँ तपाईँलाई हजुरलाई एकदम सजिलो तरिकाले वाटरमेलन कसरी काट्ने भन्ने सिकाउँछु। पहिलालाई धुनु होला, अनि ठ्याक्क तपाईँले यसलाई बिचबाट ट्याक्क यस्तै चिरा पार्नु होला। धेरैलाई यो चाहिँ आउँदैन कि वाटरमेलन काट्नको लागि, अनि त्यो भएर मलाई चाहिँ यो चाहिँ मेरो आइडिया है। अनि तपाईँले ट्याक्क यस्तो गरेर खाडो पारेर सलक्क यसरी चट्ट यसलाई यस्तो पारेर सलक्क यस्तो तरिकाले यो गर्नुहोस् है। त्यसरी एकदम सजिलो हुन्छ। मलाई चाहिँ एकदम सजिलो लाग्छ वाटरमेलन काट्न। अनि यसको वेस्ट पनि कम जान्छ, अनि तपाईँको राम्रो पनि हुन्छ खाँदाखेरि पनि। अनि यसको पनि एकदम आइडिया हुन्छ काट्ने। यो चाहिँ तपाईँले एकदम सजिलो र राम्रो आइडिया लाग्ने। यसरी त्यसलाई फालिदिनुहोस्, अनि अलिअलि लगेको चाहिँ यसरी सलक्क पारेर फाल्नु होला। अनि तपाईँले अब बिचबाट यस्तो स्लाइस गर्दा पनि हुन्छ, यस्तै स्लाइस काट्दा नि होइन भने यसरी काट्दा पनि हुन्छ। ट्याक यस्तो गर्ने, यस्तरी यस्तरी अनि यस्तै। मलाई चाहिँ यस्तै सजिलो लाग्छ है स्लाइस गरेर भन्दा पनि। ट्याक्क साइडबाट ट्याक्क ट्याक्क, अनि यसलाई ट्याक्क 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 ट्याक्क। साइज पनि मिलेको हुन्छ र देख्दा पनि राम्रो देखिन्छ है। ल, सबैजनाले कता कताबाट हुनुहुन्छ, टिकटकमा हुन्छ भने फलो गर्नुहोस्, युट्युबमा हुन्छ भने सब्सक्राइब गर्नुहोस्, इन्स्टा फेसबुकमा हुन्छ भने फलो गर्नु होला हाम्रो उसलाई। र अरू यस्तै भिडियोहरू जान्नको लागि चाहिँ हामीले फलो गर्नु चाहिँ नबिर्सिनु होला है। हस्, धन्यवाद। ल।